यो चुनावलाई मुलुकले चाहेको देशले चाहेको शान्तिपूर्ण रूपमा मतदान गरेर मुलुक परिवर्तन गर्नको लागि नयाँ पुस्ता र पुराना पुस्तालाई सँगसँगै लिएर जाने गरी चाहिँ नि यो अहिलेको चाहिँ नि जेनजी आन्दोलनपछिको एउटा सम्भावना देखेको छु मैले। नेपालमा हिंसा भन्दा शान्ति बढी चाहने चाहिँ नेपालीहरू आम नेपालीहरूको कामना रहेको हुनाले यो चुनावपछि मुलुकले शान्ति पक्कै पनि शान्तिपूर्ण रूपमा मुलुक अगाडि बढोस् भन्ने कुराहरू चाहन्छ। मेरो आमा 79 वर्ष। 2074 को संविधान जारी भएपछि जुन किसिमको हिंसा भड्केको थियो, देश जलाउने होइन देश बनाउने भन्ने जुन नारा छ, अब त्यो पुरानो भाष्यलाई चाहिँ त्यसलाई रूपान्तरण गरेर नयाँ पक्कै पनि राजनीतिक दलहरू सुध्रेर नयाँ संविधान चाहिँ संशोधन सहित अबको संविधान चाहिँ अगाडि बढ्छ भन्ने कुराहरू देखेको छु मैले। यो चुनाव हुनु जरुरी थियो किनकि जीएनजीहरूले युवा पुस्ताहरूले परिवर्तन चाहिरहेका थिए। हाम्रो देशलाई परिवर्तन गर्नको लागि जीएनजीहरूको माग पूरा गर्नको लागि यो चुनाव एकदमै आवश्यक छ। तपाईहरुले भर्खरै भोट हालेर आउनुभयो, तपाईहरुले सोचेको परिवर्तन पाउनु जीएनजीहरूले माग गरेर आन्दोलन गरेका थिए र हाम्रो धेरैजना भाइ बहिनीहरूले बलिदान दिएका छन्। उहाँहरूको माग चाहिँ पुरा हुन्छ र यो देशमा चाहिँ जुन किसिमले चलिरहेको थियो सत्ता त्यो चाहिँ परिवर्तन हुन्छ भन्ने मैले आशा लिएको छु। सायद त्यस्तै गरिदिनु पर्यो। मोबाइल बोक्नु भएको छैन त्यहाँ दिएर Done. Right? Thank you.
Jelajahi cara baru mendapatkan informasi. Download Metro TV Extend sekarang.